नमस्ते। आज खाजा घरमा हामी बनाउँदैछौँ सबैको मनपर्ने झट्टै तयार हुने र एकदमै स्वादिलो ब्रेड अमलेट। ल ढिला नगरी सुरु गरौँ। सबैभन्दा सुरुमा एउटा कचौडामा 2वटा अन्डा फुटाएर राख्ने। त्यसपछि त्यसमा काटेको हरियो खोर्सानी, प्याज, कढीपत्ता, स्वादअनुसार नुन र थोरै गरम मसला राख्ने र मजाले घोल्ने। जति धेरै घोलिन्छ ब्रेड अमलेट त्यति धेरै राम्रो हुन्छ। त्यसपछि फ्राई प्यानमा थोरै तेल वा बटर लिने र त्यसलाई मजाले फैलाउने। अनि अन्डा प्यानमा हालिसकेपछि 2वटा ब्रेड त्यसमाथिबाट राखेर ब्रेड ब्राउन कलरको हुने गरी पकाउने। हेर्नुस् त हाम्रो गजबको ब्रेड अमलेट तयार भयो। बाहिरबाट गोल्डन ब्राउन र भित्रबाट एकदमै नरम।